हेलो सबैजनालाई। र यो भिडियोमा चाहिँ म तपाईँसँग वेस्ट बेङ्गाल सिभिल सर्भिसको ग्रुप डीको पर्सनल जुन पर्सनालिटी टेस्ट छ त्यो सम्बन्धी अलिकति तपाईँलाई आफ्नो एक्सपिरियन्स म सेयर गर्न चाहन्छु होइन। किनभने अब धेरैलाई यस्तो हुन्छ नि अब जस्तो कि अब आज चाहिँ कति आज चाहिँ 4 तारिक 12 डिसेम्बर 4 तारिक अन्त 2025 अनि आज चाहिँ झन्डै लास्ट पिटी थियो यो वर्षको। यो चाहिँ अब हाम्रो यो पिटी चाहिँ 2022मा जुन अब डब्लुबिसिएसको इक्जाम भएको थियो त्यो इक्जामको चाहिँ आज चाहिँ अस्ति त्यो मैले स्टार्ट भएको डेट चाहिँ मैले सायद भोलि होइन यो झन्डै 11-12 तारिकदेखि सुरु भएको थियो नोभेम्बर। अन्त फाइनली आज आएर चाहिँ सायद कन्क्लुड भइसक्यो। अनि अब अनुभवको कुरा गर्नुपर्दाखेरि चाहिँ अब के भयो भन्दाखेरि म चाहिँ अहिले वर्धमानमा थिएँ होइन। अहिले हालैमा वर्धमानमा मेरो अब त्यहाँ पोस्टिङ भएकोले गर्दाखेरि चाहिँ एक रात अब अघि नै आएर म सल्ट लेकमा यहाँ हाम्रो दाजुकोमा बसेँ। अन्त बसेर चाहिँ म बिहानै 8:45तिर चाहिँ मैले ओला क्याब गरिकन गएँ। अनि जाँदाखेरि चाहिँ म त्यस्तै 9:30 10:15तिर चाहिँ पुगिसकेको थिएँ। र पुग्दाखेरि चाहिँ अब गेट चाहिँ 10 बजे खालि खोल्छ है। इपिएससीको बिल्डिङको जुन मेन गेट छ त्यो चाहिँ 10 बजे खालि खोल्छ। त्यसले गर्दाखेरि जाँदाखेरि चाहिँ पिटीको लागि चाहिँ पर्सनालिटी टेस्टको लागि चाहिँ अन्त प्रायः नै एकदमै म देखिनँ कोही पनि त्यहाँ चाहिँ अरू इक्जाम्सको लागि कोही डिपार्टमेन्टल इक्जाम्सहरूको दिनुको लागि मान्छेहरू आएको थियो होइन। अनि सायद अब अरू के इक्जामहरू थियो होला। अन्त म चाहिँ त्यहाँ एकछिन यताउता गरेँ। अब अलिक जाडो पनि थियो, डिसेम्बरको महिना भएकोले गर्दाखेरि अब मैले चाहिँ अलिकति कोटहरू लगाउँदाखेरि पनि अब सुट लगाएर गएको थिएँ है। सुट लगाएर जाँदाखेरि पनि मलाई ठन्डै लाग्यो। अन्त यसो घाम खोज्दै यताउता गएँ। त्यसको बादमा एकछिनबाट चाहिँ 10 बस्न लाग्दाखेरि चाहिँ एकजना कालिम्पोङको केटा भेटेँ। त्यसको बादमा फेरि अर्को एकजना हालैमा एकजना जुन आरआई रेभिन्यू इन्सपेक्टरलाई पनि भेटेँ। त्यस्तै गर्दै अझै अरू दुईजना केटाहरूलाई पनि मैले भेटेँ होइन। म जस्तै अब उहाँहरू पनि पिटी दिन आउनुभएको थियो। त्यसको बादमा चाहिँ उहाँहरूसँग भेटघाट भएपछि चाहिँ अब एकअर्कामा अब चिनाजाना भयो होइन। त्यहाँदेखि त्यसको बादमा चाहिँ अब हामी एउटै ग्रुप गरेर चाहिँ भित्र गएपछि चाहिँ अब जुन अब मेन गेटभित्र पसिसकेपछि चाहिँ त्यहाँ गएर एकछिन वेटिङ गर्नु पऱ्यो होइन। वेटिङ हल छ त्यहाँ वेटिङ गरे पश्चात चाहिँ त्यहाँ गार्डहरू हुन्छ है। त्यो गार्डहरूलाई चाहिँ अब उनीहरूलाई भनेर चाहिँ अन्त हाम्रो चाहिँ अब रिपोर्टिङ टाइम चाहिँ यति बजी हो। अब हाम्रो 10-10:30मा रिपोर्टिङ टाइम थियो। रिपोर्टिङ टाइम भएकोले गर्दाखेरि त्यहाँदेखि हामी चाहिँ त्यहाँ भनेर चाहिँ हाम्रो चाहिँ अब यो के अरे ग्रुप डी अन्त यो के अरे डब्लुबिसिएस ग्रुप डीको पिटीको लागि हो। अन्त हाम्रो चाहिँ रिपोर्टिङ टाइम 10-10:30मा छ भनेर चाहिँ हामी चाहिँ गयौँ। त्यहाँदेखि चाहिँ हामी सिधै गएर चाहिँ ग्राउन्ड फ्लोरदेखि हामी सिधै बाई स्टेयर गयौँ। हामी सिँढीबाट चढ्दै गएर चाहिँ थर्ड फ्लोरमा गयौँ। त्यहाँदेखि थर्ड फ्लोरमा जाँदाखेरि चाहिँ थर्ड फ्लोरको अगाडि रुम नम्बर 17 त्यहाँ चाहिँ हल अब त्यो चाहिँ रुम चाहिँ हल थियो ठुलो। त्यसमा चाहिँ अब पुरा चेयरहरू बिछाएको थियो। अन्त अगाडि चाहिँ टेबलहरू राखेर अनि त्यसमा चाहिँ हाम्रो डकुमेन्ट्स भेरिफिकेसन गर्नेहरू चाहिँ त्यहाँ काम भयो। त्यसको बादमा चाहिँ डकुमेन्ट्सहरू भेरिफिकेसनहरू भयो हो। अन्त त्यसमा चाहिँ माध्यमिक एचएस अनि मेरो चाहिँ ग्रेजुएसन खालि भएकोले गर्दाखेरि यो 3टाको भयो होइन। त्यहाँदेखि अब आफू एसटी भएकोले गर्दाखेरि एसटी सर्टिफिकेट। त्यहाँदेखि चाहिँ के अरे भन्दाखेरि यो आधार कार्डको फोटोकपी सबै चाहिँ त्यसमा अब सेल्फ अटेस्टेड गरेको थिएँ मैले चाहिँ। त्यसको बादमा 2वटा फोटोग्राफ। अन्त आफ्नो जुन त्यो फोटोग्राफ चाहिँ कुन भन्दाखेरि जो चाहिँ हामीले पहिला जुन फर्म गर्दाखेरि युज गरेको थियौँ हो त्यो फोटोग्राफ हो त्यो फोटो चाहियो। अनि त्यसमा चाहिँ त्यसको पछि चाहिँ आफ्नो नाम, रोल नम्बर अनि डेट यो 3वटा त्यसको बादमा गऱ्यौँ होइन। त्यहाँदेखि त्यहाँ चाहिँ एउटा के थियो भन्दाखेरि आफूले साइन गर्नुपर्ने एउटा अब 2वटा सिट थियो। त्यो 2वटा सिटमा चाहिँ माथि अब इच सिटमा 2वटै सिटमा सानो जग्गा भएकोले सानो जग्गा थियो। त्यसमा चाहिँ अन्त माथिपट्टि के भन्दाखेरि
सानो जम्मा 4वटा जग्गामा साइन गर्नु पऱ्यो। 2वटा सिट अलग्गै थियो, त्यहाँ सिटमा अर्को 2वटा सिट अलग्गै थियो। त्यसमा चाहिँ अब नाम चाहिँ इङ्ग्लिसमा विथ डेट, इङ्ग्लिसको डेटमा होइन, नेपालीमा नाम विथ नेपालीमा डेट गरेर चाहिँ त्यो हालिसक्यो। त्यसको बादमा चाहिँ अब हाम्रो त्यहाँ डकुमेन्ट्स भेरिफिकेसन भइसक्यो होइन। त्यहाँदेखि डकुमेन्ट्स भेरिफिकेसन भइसके पश्चात चाहिँ अन्त म त्यहीँदेखि एकजना कालिम्पोङकै त्यो जो हामीसँगै बसेको थियो एकजना केटा, हामी गयौँ त्यहाँदेखि हामी त्यहाँ बस्यौँ। त्यसको बादमा चाहिँ एकजना त्यहाँदेखि चाहिँ त्यही डकुमेन्ट भेरिफिकेसन गर्ने मान्छेले हाम्रो नाम बोलाएर अन्त एकजना मान्छे थियो, हो त्यो मान्छेसँग जानु भन्यो। त्यहाँदेखि गएर चाहिँ हामी चाहिँ 5th फ्लोरमा सायद त्यो चाहिँ मलाई अलिकति म कन्फ्युज छु है कुन फ्लोरमा लग्यो भनेर। 5th फ्लोरमा जतिसक्दो मलाई लाग्दैछ 5th फ्लोरमा चाहिँ हामीलाई लिएर गयो। लिएर गएपछि चाहिँ त्यहाँ जाँदाखेरि चाहिँ कस्तो थियो भन्दाखेरि अलिकति अब जग्गा अलिकति पिसफुल टाइपको होइन। अब त्यो चाहिँ अब अफिसै रहेछ भन्ने खालको जग्गा थियो, अलिकति अब अफिस टाइपको। अब नभए चाहिँ अरू चाहिँ अब त्यो डकुमेन्ट भेरिफिकेसन गर्नु जस्तै अब भेरिफिकेसन गर्ने जग्गा चाहिँ जस्तै हाम्रो त्यो एउटा नर्मल अफिसर जस्तो थियो। तर त्यो अब माथि इन्टरभ्यू हुने अब त्यहाँ पिटी पर्सनालिटी टेस्ट हुने चाहिँ अलिकति त्यस्तै खालको थियो। अब कस्तो भन्दाखेरि प्रोफेसनल टाइपको नै नि। त्यहाँ गयौँ, त्यहाँदेखि जाँदाखेरि अब त्यहाँ चाहिँ अब बाहिर चाहिँ चेयरहरू राखिदिएको थियो। चेयर भन्दा होइन, चेयर त्यो अब मिडल चेयरहरू राखेको थियो, त्यसमा चाहिँ गएर वेट गर्नुपर्ने। अन्त बस्नु त्यही मान्छेले लाने मान्छेले हामीले पनि तिमी एसोसिएट बस्नु, रोल यहाँ फर्स्ट यता बस्छ, सेकेन्ड यता बस्छ भन्दै भन्यो। त्यसको बादमा चाहिँ हामी चाहिँ हाम्रो चाहिँ ब्याच अब बोर्ड 1 थियो हो, त्यो बोर्ड 1 अन्त त्यो चाहिँ टक्क अगाडि चाहिँ त्यो एन्ट्रेन्सको डोअरको टक्कै माथि चाहिँ एउटा रेड कलर त्यहाँ चाहिँ इन्गेज्ड भनेर चाहिँ अब लाल बत्ती बल्ने होइन, अन्त छैन भने चाहिँ ग्रिन बत्ती बल्ने खालको चाहिँ त्यहाँ अब एउटा सानो प्लेट थियो। अनि हाम्रोदेखि अलिकति उतापट्टि चाहिँ थियो जहाँ चाहिँ पिएससीको के भन्दाखेरि चेयरम्यानको च्याम्बर त्यहाँ थियो होइन। त्यहाँ पनि अब पिटी कन्डक्ट हुँदै थियो। त्यसको बादमा चाहिँ हामी चाहिँ अब हामी त्यहाँ गएको माथि लग्यो हामीलाई 11 बजी, किनभने अब हाम्रो सुरु हुनुपर्ने थियो 11 बजी। त्यहाँदेखि चाहिँ तर हाम्रो बोर्ड मेम्बर एकदमै ढिलो आउनुभयो। अनि त्यसले गर्दाखेरि चाहिँ हामी झन्डै त्यहाँ आधी घन्टा जस्तो हामीलाई राख्यो। हामी त्यहीँ बाहिर बसेर अब ती 2जना भाइ अलिअलि अब 2जना केटाहरू यसो अलिकति हल्का फुल्का गफ गर्दै हो, बेसी ज्यादा बोलेन है। अब किनभने त्यहाँ अब ज्यादा हल्ला गर्नु पनि अलिक नमिल्ने, त्यसले गर्दाखेरि चाहिँ अलिकति कम्ती बोल्दै हल्का बोल्दै त्यहाँदेखि बस्यौँ। त्यस्तै झन्डै 15-20 मिनटको बादमा चाहिँ त्यो अब जुन हामीलाई अघि लिएर आएको थियो त्यो मान्छेले भन्यो एकछिन पर्खिनु, अब तिमीहरूको त्यो जुन यहाँ मेन कन्डक्ट गर्ने मान्छेहरू आएको छैन, एकैजना खालि सर छ, अझै अरू सरहरू आएको छैन भन्नुभयो। ठिकै छ। त्यसको बादमा एकछिनबाट चाहिँ के भन्दाखेरि 2जना अलिक के भन्दाखेरि भद्र मान्छेहरू होइन, अलिकति उमेर अब सिनियर मान्छेहरू चाहिँ 2जना भित्र पस्नुभयो। त्यहाँदेखि चाहिँ एकजना चाहिँ चेयरम्यान थिए रहेछ, अन्त अर्को चाहिँ एउटा बोर्ड मेम्बर। अनि बोर्ड मेम्बर हुनुहुन्थ्यो रहेछ। त्यसको बादमा उहाँहरू पसेको बादमा चाहिँ 5 मिनट बादतिर चाहिँ त्यहाँ बाहिर अब बेल रिङ भयो होइन। त्यसको बादमा चाहिँ टक्कै मेरो चाहिँ फर्स्ट थियो, त्यसले गर्दाखेरि चाहिँ गएँ दैलो अलिकति टक्कै खोलेर सर मे आई कम इन भने। त्यहाँदेखि चाहिँ यस कम इन भन्नुभयो उहाँहरूले होइन। त्यहाँदेखि भित्र पसेपछि चाहिँ बस्नभन्दा अगाडि चाहिँ उहाँ सबैलाई गएर चाहिँ सबैलाई गुड मर्निङ सर भनेर, सबैलाई मैले चाहिँ अब एकैचोटि भनिनँ गुड मर्निङ सर्स भनिनँ, सबैलाई अब 3जना खालि भन्नुहुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ मैले उहाँहरूलाई इन्डिभिजुअली गुड मर्निङ भन्दै भने हो। त्यसको बादमा चाहिँ त्यहाँ बस्ने चेयर चाहिँ त्यो टेबलभित्र अब टेबलदेखि मुनि छिराएको थियो। त्यसले गर्दाखेरि मैले त्यसलाई बिस्तारै आवाज जतिसक्दो आवाज नआउने हिसाबले चाहिँ बिस्तारै उठाएर यता सारेँ। त्यसको बादमा चाहिँ म बसेँ। त्यसको बादमा चाहिँ मैले थ्याङ्क यू सर भने उहाँहरूलाई हो। त्यहाँदेखि चाहिँ चेयरम्यानले सुरु गर्नुभयो। पहिला चाहिँ सुन्नु है, वाट्स योर नेम भन्यो। त्यसको बादमा मैले मेरो नाम भनेँ होइन। त्यसको बादमा चाहिँ उहाँले भन्नुभयो अनि कहाँदेखि आएको भन्नुभयो होइन। त्यहाँदेखि मैले भने मेरो ओरिजिनल घर चाहिँ के अरे दार्जिलिङ पुलबजार ब्लक हो, तर करेन्टली चाहिँ दार्जिलिङ पुलबजार ब्लक अफ दार्जिलिङ डिस्ट्रिक्ट हो, बट एट प्रेजेन्ट आई एम स्टेइङ इन पूर्व वर्धमान भने हो। त्यसको बादमा चाहिँ
उहाँले भन्नुभयो उहाँ अलिकति के अरे त्यो पुलबजार दार्जिलिङ पुलबजार ब्लक भन्दाखेरि चाहिँ अलिकति सायद उहाँले राम्रो सायद बुझ्नु भएन होला त्यसपछि चाहिँ मलाई 2 पल्ट रिपोर्ट गर्नुभयो त्यसको लागि अनि त्यसको बादमा चाहिँ बोर्ड मेम्बरले क्लियर गरिदिनु भयो होइन अनि ठिकै छ तर एकदमै कस्तो भन्दाखेरि चाहिँ हम्बल है चेयरम्यान चाहिँ उसँग चाहिँ जति बोल्यो उति बोलौँ बोलौँ लाग्ने होइन त्यहाँदेखि चाहिँ अब हँसिलो हल्का मुस्कान छोड्दै छोड्दै गरेको त्यहाँदेखि त्यसको बादमा चाहिँ तिम्रो गाउँको वाट इज के पो यसो भन्नुभयो वाट इज द नेम अफ यर भिलेज भन्नुभयो त्यसको बादमा चाहिँ अन्त तेरो सब डिभिजनको नाम के हो होइन थाना कुन हो भनेर सोध्नुभयो त्यहाँदेखि मैले सबै भनेँ त्यसको बादमा चाहिँ मलाई भन्नुभयो तिमीले चाहिँ माध्यमिकदेखि चाहिँ ग्रेजुएसनसम्म चाहिँ कुन सालमा चाहिँ यो इक्जामहरू चाहिँ पास आउट गऱ्यो भनेर भन्नुभयो त्यसको बादमा मैले अकर्डिङली सबै कुराहरू भनेँ होइन अब मैले माध्यमिक यति सालमा दिएको एचएस यतिमा दिएँ कि ग्रेजुएसन यतिमा दिएँ भनेर भने त्यसको बादमा चाहिँ उहाँले के गर्नुभयो भन्दाखेरि चाहिँ त्यसको बादमा चाहिँ मलाई अलिक उयो भन्नुभयो उयसमा जानुभयो मलाई सोध्नुभयो अन्त के अरे अन्त तिमीले चाहिँ के अरे तिमीले चाहिँ 2014 सालमा चाहिँ उयो सकेको रहेछौ कलेज होइन त्यहाँदेखि चाहिँ अब आज पिटी दिन आउँदैछौ यत्रो बिचमा चाहिँ के गर्यो भन्यो न मैले भने सर मैले चाहिँ 2019 सालमा चाहिँ के अरे यो के अरे 2019 सालमा चाहिँ मैले चाहिँ एलडी हिसाबमा चाहिँ इरिगेसन एन्ड वाटर डिपार्टमेन्ट डाइरेक्टरेटमा जोइन गरेको थिएँ र यसको नोटिफिकेसन चाहिँ 2014-15को थियो त्यसले गर्दाखेरि चाहिँ म त्यसरी गरेर चाहिँ यो टाइमभरिभित्र चाहिँ म चाहिँ के अरे 19देखि चाहिँ आजसम्म चाहिँ म त्यो उसमै इरिगेसनमा काम गर्दैछु भनेर भने हो त्यसरी भन्दाखेरि चाहिँ ठिक छ भनेर त्यसको बादमा सोध्नुभयो मलाई के चाहिँ गर्छस् अन्त त्यो चाहिँ अहिले चाहिँ के काम गर्छस् भन्नुभयो त्यसको बादमा मैले भने सर हामी चाहिँ अब त्यस्तो खालको हामीलाई चाहिँ एउटा कुनै पनि के अरे फर्मल हामीलाई ट्रेनिङ चाहिँ दिनुभएको थिएन त्यसले गर्दा हामी चाहिँ हाम्रो सिनियरहरूकोदेखि सिकेको भने उहाँले भन्नुभयो मैले यो भनेको होइन तैँले चाहिँ के काम गर्नुपर्छ त्यो सोधेको भनेर मैले चाहिँ मैले भने म चाहिँ अहिले चाहिँ कम्पेसनेट अपोइन्टमेन्ट हेर्दैछु र यो कम्पेसनेट अपोइन्टमेन्ट चाहिँ 3वटा क्याटेगोरीमा दिन्छ भने सरकारले होइन एउटा चाहिँ डाइङ हार्नेस केस हो अर्को चाहिँ हो यदि कुनै पनि एउटा मेडिकल बोर्डले चाहिँ कुनै पनि मान्छेलाई इन्क्यापासिटेड डिक्लेयर गर्यो भने त्यसमा पनि पाउँछ अनि अर्को चाहिँ मिसिङ केसेसमा पनि हुन्छ भने अन्त ओके भन्यो हो त्यसको बादमा चाहिँ यो भइसक्यो त्यसको बादमा मलाई चाहिँ पञ्चायतको सोध्नुभयो अन्त के अरे के प्रिफरेन्स के कसो देख्छु भने मैले नम्बरमा चाहिँ मैले चाहिँ पिडिओ अन्डर पिआरआई भने होइन त्यसको बादमा चाहिँ अन्त फुल फर्म भन्दै भने त्यहाँदेखि मैले भने पञ्चायत डेभलपमेन्ट अफिसर अन्डर पञ्चायत एन्ड रुरल डेभलपमेन्ट उयो भने पिआरआई अनि पिएनआरटी पञ्चायत एन्ड रुरल डेभलपमेन्ट डिपार्टमेन्ट भने हो त्यसको बादमा चाहिँ मैले सिआई देख्छु कोअपरेटिभ इन्सपेक्टर अन्डर दि कोअपरेटिभ डिपार्टमेन्ट भने हो त्यसको बाद कर्पोरेसन डिपार्टमेन्ट त्यसको बादमा चाहिँ के अरे रिफ्युजी रिलिफ रिहेबिलिटेसन अफिसको मैले चाहिँ 3मा देख्छु भने त्यसको बादमा चाहिँ उहाँले मलाई सोध्नुभयो होइन त्यस्तै सोध्नु भएन त्यसको बादमा चाहिँ मलाई अर्कोलाई चाहिँ उयो भन्नुभयो अर्को बोर्ड मेम्बरलाई चाहिँ तिमीहरूले चाहिँ सोध उसलाई भन्नुभयो होइन सो उहाँले भन्नुभयो सेकेन्ड मेम्बरले मलाई भन्नुभयो के भन्नुभयो भन्दाखेरि चाहिँ तिमी चाहिँ दार्जिलिङदेखि रहेछौ होइन होइन योभन्दा अगाडि नै मलाई चाहिँ के अरे चेयरम्यान साहबले चाहिँ भन्नुभएको थियो अन्त बाङ्ला बोल्नु सक्छौ भने मैले सक्छु भनेर चाहिँ अघिदेखि नै हाम्रो चाहिँ बाङ्लामा पनि हुँदै थियो बाङ्ला इङ्ग्लिस गर्दै हाम्रो इन्टरभ्यू चल्दै थियो त्यसको बादमा चाहिँ अनि अर्को सेकेन्डको मेम्बरले मलाई सोध्नुभयो दार्जिलिङ डिस्ट्रिक्टदेखि रहेछौ अन्त दार्जिलिङ डिस्ट्रिक्टदेखि रहेछौ तिमी अन्त दार्जिलिङको चाहिँ 3वटा प्रब्लम भन्नुभयो अन्त मैले भने दार्जिलिङको मेन 3वटा प्रब्लम चाहिँ एउटा चाहिँ हो बाटोको अब रुट कनेक्टिभिटीको समस्या छ भने अन्त उहाँले आफै भन्नुभयो यो चाहिँ के अब कन्जस्टेड भएर हो कि कन्जस्टेड भएको हिसाबमा
प्रब्लम छ कि बाटो कम्ती भएर भन्दा पनि मैले भने मेन चाहिँ बाटोहरू कन्जस्टेड भएर चाहिँ मेन प्रब्लम चाहिँ हुन्छ हाम्रोतिर चाहिँ सानो बाटो छ त्यसले गर्दाखेरि भने हो। त्यहाँदेखि ओके भने त्यसको कारण चाहिँ अर्को प्रब्लम भने मैले भने हाम्रो चाहिँ अब टी स्टेटहरूमा समस्या छ भने त्यहाँदेखि टी स्टेटमा कसरी समस्या छ भन्यो अन्त अब हुनु चाहिँ मेन चाहिँ अब टीको अनेकौँ समस्या छ मैले भने सर देयर आर सो मेनी रिजन्स देयर आर सो मेनी के अरे फ्याक्टर्स द्याट हेज इम्प्याक्टेड द के भन्दाखेरि हाम्रो टी गार्डन चाहिँ इम्प्याक्ट गरेको छ भने होइन। त्यहाँदेखि भन्दाखेरि चाहिँ उहाँले भन्नुभयो मैले भने एउटा चाहिँ हो क्लाइमेट अब के अरे अहिले चाहिँ क्लाइमेट चेन्जले गर्दाखेरि एउटा प्रब्लम छ भने अन्त अर्को चाहिँ हो अन्त के अरे यो वर्कर्सहरूको समस्या छ भने त्यहाँदेखि चाहिँ क्लाइमेटले चाहिँ कसरी चाहिँ इम्प्याक्ट गरेको छ भने अन्त अहिले चाहिँ अब क्लाइमेट चेन्ज हुँदैछ ग्लोबल वार्मिङ हुँदैछ होइन भन्दाखेरि चाहिँ ग्लोबल वार्मिङ के हो भनेर सोध्नु अन्त मैले भने इट इज राइज इन ग्लोबल टेम्परेचर भन्दै भने होइन अन्त कसरी हुन्छ भने अन्त मैले त्यसमा अब ग्रिन हाउसको ग्यासको ग्रिन हाउस अब कन्सेप्टहरू त्यहाँ राखेँ अन्त राख्दाखेरि चाहिँ कसरी हुन्छ ग्रिन हाउस भन्दै सोध्थेँ होइन सोध्नुभयो त्यसको बादमा मैले त्यसको एन्सरहरू दिएँ। त्यसले गर्दाखेरि योभन्दा अगाडि मलाई चेयरम्यान साहबले एउटा पनि सोध्नुभएको थियो अन्त तिम्रो उयो चाहिँ के अरे के भन्दाखेरि के अरे यो उयसमा चाहिँ के अरे कलेजमा चाहिँ के चाहिँ थियो यो भनेर सोध्नुभएको थियो होइन। अन्त मैले त्यसलाई चाहिँ मेरो चाहिँ अब बायो जेनरल भएकोले गर्दाखेरि चाहिँ मैले चाहिँ मेरोमा चाहिँ बायो के अरे बटनी जुलोजी अन्त केमिस्ट्री थियो भनेर भनेको थिएँ होइन। त्यही टक्कै यो पोइन्टलाई चाहिँ यता सेकेन्ड मेम्बरले पक्रेर भन्नुभयो अनि तेरो सब्जेक्टको रहेछ यो लु भन भनेर भन्दाखेरि चाहिँ मैले त्यो चाहिँ अब अलिकति मलाई त्यो चाहिँ मेरो लागि चाहिँ अब त्यो के भन्दाखेरि अलिक पोइन्टको अब मलाई चाहिँ प्लस पोइन्ट भयो होइन मलाई अलिकति सजिलो पऱ्यो मैले त्यो क्लाइमेट चेन्जहरूको कुरा गर्दाखेरि त्यहाँदेखि त्यसमा ओके भन्नुभयो। त्यसको बादमा चाहिँ उहाँले मलाई सोध्नुभयो के सोध्नुभयो भन्दाखेरि चाहिँ अर्को प्रब्लम मैले राखेँ यो चाहिँ अब के छ भन्दाखेरि चाहिँ वर्कर्सहरूको समस्या छ। अब अहिले चाहिँ वर्करहरू चाहिँ किन समस्या छ भन्दाखेरि चाहिँ जति पनि नयाँ अब हाम्रो भाइ बहिनीहरू छ होइन सबै पढा लेखेको हुन्छ त्यसले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ अरू अप्सनको लिएर चाहिँ बाहिरतिर जान्छ। त्यसले गर्दाखेरि चाहिँ अब के अरे वर्कर्सहरू पनि अलि दिन प्रतिदिन घट्दै गएको छ भनेदेखिमा चाहिँ ठिकै छ। त्यही अर्को प्रब्लम भनेर सोध्नु होइन मैले भने वाटरको समस्या छ ड्रिङ्किङ वाटरको समस्या छ खाबर जलको समस्या छ भनेर भने हो। त्यहाँदेखि भन्दाखेरि चाहिँ अन्त मैले भने अनि दार्जिलिङ टाउनहरूमा चाहिँ पानीको व्यवस्थाहरू चाहिँ कसरी यसको चाहिँ सल्युसन छ मिलाएको छ भन्दाखेरि चाहिँ भने अब दार्जिलिङ टाउनमा चाहिँ स्पेसियली अब माथि सिन्चेल लेकहरू छ 2वटा सिन्चेल लेक छ होइन नर्थ साउथ त्यहाँदेखि चाहिँ पानी सप्लाई गर्छ भने त्यही ठिकै छ भने म फेरि फर्दर अरू पोइन्ट पनि राख्ने भन्थेँ तर उहाँले ओके भनेपछि चाहिँ मैले अगाडि त्यसलाई कुरा बढाइनँ त्यसमै मैले काटेँ होइन। किनभने मैले अगाडि पनि मैले चाहिँ उयोदेखि यो बालासन इन्टेकहरूको पनि मैले यसमा रिसर्च गरेको थिएँ मलाई यो कुरामा चाहिँ अलिकति मलाई भन्नु मन लागिरहेको थियो तर फेरि मैले अब जेदी इन्फर्मेसन दिनु भएन अब उहाँहरूले सोधेको जति नै भन्नु पऱ्यो होइन। त्यसले गर्दाखेरि चाहिँ उहाँले भन्नुभयो अन्त के दार्जिलिङमा यो जति पनि अहिले पुरा अब यिनीहरू हुँदैछ होइन अब त्यो पुरा घरहरू बनिँदैछ के यिनीहरू समस्या छैन समस्या होइन भने समस्या हो सर भने त्यहाँ यसको बादमा चाहिँ उहाँले के सोध्नुभयो भन्दा मलाई अर्को चाहिँ उहाँले चाहिँ यति कुरा राखे पश्चात चाहिँ उहाँले चाहिँ मलाई पञ्चायतको बारेमा अलिकति कुरा सोध्नुभयो पञ्चायतको कुरा सोध्नुभयो होइन उहाँले नै सोध्नुभयो पञ्चायतको कुराहरू सोध्नुभयो। त्यसको बादमा चाहिँ उहाँले सोध्नु मलाई सायद उहाँले सोध्यो कसले सोधेको अलिक थाहा तर 11 मेम्बरले सोध्नुभयो अन्त पञ्चायतको पिटिओको काम थाहा छ भने होइन मलाई म त पुरा पढेर गएको त्यसो त पुरा मलाई त अब डल्लै पढेर गएको त्यही थाहा छ सर भने। त्यहाँदेखि केहरू गर्छ भने मैले चाहिँ भने पञ्चायत इलेक्सनहरू हुँदाखेरि चाहिँ अब उहाँको उसको काम चाहिँ अब के भन्दाखेरि इलेक्सन अफिसर इन्चार्ज पनि हुनु उहाँले चाहिँ पिडिओको काम चाहिँ अफिसर इन्चार्ज पनि काम गर्नुपर्छ भन्दाखेरि चाहिँ अन्त उहाँले फेरि त्यो कुरालाई त्यतिकै राखेर अर्को कुरा सोध्नुभयो मलाई हो। सोद्धाखेरि चाहिँ के सोध्यो भन्दाखेरि चाहिँ पञ्चायती राज इन्स्टिट्युसनलाई चाहिँ अब कन्स्टिट्युसनल राइट चाहिँ यो स्टेटस चाहिँ कहिले प्रोभाइड गऱ्यो भने होइन अब यो चाहिँ मेरो चाहिँ त्यसलाई चाहिँ दिमागले नै अब
त्यो रात दिन देखिरहेको कुरा पनि अब त्यता चाहिँ भुलिन्छ होइन। म चाहिँ पुरा उयसमा त्यो अमेन्डमेन्ट एक्ट ठ्याक्कै दिमागमै आएन त्यति बेला चाहिँ। अन्त मैले भने सर मलाई यो के अरे यो अमेन्डमेन्ट चाहिँ मलाई साह्रै याद आएन। अहिले चाहिँ म यही मुहूर्ते हामी माने मैले बाङ्लामा भने होइन এটা रिकल করতে পারছি না, কিন্তু इयरটা हामी हाम्रो मने आछ भनेदेखि मैले इयर त मलाई त इयर चाहिँ मलाई थाहा छ हो, तर मलाई यो अमेन्डमेन्ट चाहिँ कुन अमेन्डमेन्ट भनेर चाहिँ मलाई अहिले चाहिँ पुरा उयो आएको छैन भने। त्यहाँदेखि चाहिँ त्यहाँदेखि चाहिँ मैले भने 73rd भने होइन। त्यसको बादमा त्यो कुरालाई चाहिँ त्यसमा त्यतिमा राखेर त्यहाँदेखि चाहिँ त्यसको बादमा चाहिँ रिफ्युजीको पनि मलाई कुरा सोध्नुभयो होइन। रिफ्युजीको चाहिँ अर्को सरले सोध्नुभयो। त्यसको बादमा चाहिँ उहाँले अर्को उयो थियो, अर्को प्यानल मेम्बर। अन्त उहाँले सोध्नुभयो मलाई। अनि अर्को मेम्बरले चाहिँ मलाई सोध्नुभयो तिमी चाहिँ अन्त के अरे उयोदेखि आएको रहेछ, के अरे दार्जिलिङदेखि आएको रहेछ होइन। अनि के अरे दार्जिलिङमा चाहिँ भन्यो यसो सोध्यो मलाई जिटिएको चाहिँ कन्स्टिट्युसनल अब के स्टेटस छ भने होइन। मैले चाहिँ अब भने यो चाहिँ अब कन्स्टिट्युसनल बडी होइन होइन। अनि भन्दाखेरि चाहिँ उहाँले क्वेसनलाई अलिकति यहाँ चाहिँ थर्ड मेम्बरसँग चाहिँ अलिकति उयो भयो नि त उहाँले। मैले त्यसो भन्दाखेरि चाहिँ फेरि उहाँले डिजिएसीको कुरा निकाल्नु भयो। त्यहाँदेखि चाहिँ अन्त यसमा चाहिँ अब के अरे के भन्दाखेरि पञ्चायत व्यवस्था छ कि छैन भन्दै भनेको थिएन। अन्त मैले भने पञ्चायतको व्यवस्था चाहिँ छ, तर हालैमा चाहिँ अहिले चाहिँ एट प्रेजेन्ट ओन्ली टु टियर अफ पञ्चायत इज फङ्सनल अब हाम्रोमा चाहिँ छ भनेर भने होइन। त्यहाँदेखि भन्दाखेरि त्यो कुरालाई सकेपछि चाहिँ रेफ्युजीको कुरा आयो। त रेफ्युजी चाहिँ अब रिहेबिलिटेसन जुन अफिसर छ रिफ्युजी रिहेबिलिटेसन अफिसर, यसको चाहिँ काम के हो भन्यो सोध्नुभयो नि त। मैले भने जति पनि रेफ्युजीहरू उनीहरू आएको छ होइन, त्यो रेफ्युजीहरूको लागि चाहिँ अब उहाँहरूलाई चाहिँ अब उनीहरूको लागि चाहिँ काम गर्नुपर्छ भनेर भन्यो। के भन्दाखेरि चाहिँ अन्त रिफ्युजीहरू चाहिँ को हो भने अन्त कोहरू हो भने मैले भने बङ्गलादेशी जति पनि नै अब के अरे हाम्रो पार्टिसनको टाइममा होइन, अब जब इन्डियाको इन्डिपेन्डेन्सको टाइममा पार्टिसन भयो हो त्यसको टाइममा अन्त लेटर अन गएर के अरे जब बङ्गलादेश पाकिस्तान यो चाहिँ अब के अरे डिभाइड भयो त्यसलाई पनि अब मास अब त्यो मान्छेहरू यता इन्डियामा पसे नि होइन। त्यसले गर्दाखेरि चाहिँ उहाँहरू आएको थियो। अन्त त्यसले गर्दाखेरि चाहिँ अब एउटा डेडलाइन राखेको छ 25 मार्च 1971। अन्त यो डेडलाइनदेखि अगाडि जति पनि बङ्गलादेशदेखि चाहिँ मान्छेहरू आएको छ उनीहरू चाहिँ सबै रिफ्युजीको क्याटेगोरीमा आउँछ भनेर भने। अन्त ठिक छ। त्यसमा मैले अलिकति मिस्टेक गरेँ। मैले चाहिँ त्यसमा अलिकति रिलिजनको बेसमा भनेर भन्दाखेरि चाहिँ रिलिजनको बेसमा त छैन भने। अन्त मैले सरी सर भनेर भने होइन। मैले चाहिँ त्यो चाहिँ अलिकति मेरो भुल भयो भने। त्यहाँदेखि चाहिँ भने सोध्यो अन्त इन्डियामा चाहिँ दुईवटा ठुल्ठुलो अब इन्टरनेसनल बोर्डर यतिमाको त्यो जग्गामा चाहिँ इन्टरनेसनल बोर्डर राख्छ होइन। बङ्गलादेशको एउटा इन्टरनेसनल बोर्डर छ। अर्को माथि हेऱ्यो भने नेपाल छ। नेपालदेखि चाहिँ अब सजिलो छ नि त आउनु, पोरस छ। अब यहाँ चाहिँ यस्तो खालको अब जतिको बङ्गलादेशदेखि इन्डियामा आउनु साह्रो छ त्यत्तिको साह्रो छैन। अन्त के अरे नेपालदेखि आउनेहरूलाई चाहिँ के रिफ्युजी भन्छ भने रिफ्युजी भन्दैन सर भने होइन। अन्त किन चाहिँ अब भन्दैन, किन चाहिँ त्यहाँ चाहिँ अब त्यस्तो खालको यस्तो के अरे अब भिजाहरू केहरू लाग्दैन भनेर नेपालसँग भनेदेखि चाहिँ त्यसको मलाई एक्ज्याक्ट रिजन चाहिँ त्यसलाई चाहिँ मलाई अब आएन दिमागमा होइन। देखि मैले सर एक्ज्याक्ट रिजन त हामी बोल्थ्यो भने आमाजना नै भने होइन। त्यहाँदेखि उहाँले भन्नुभयो एउटा ट्रिटी थियो भने हजुर ट्रिटी थियो एउटा भने मैले भने हतार ट्रिटी थिएन भने होइन। त्यसको बादमा चाहिँ यो भयो ट्रिटीको कुरा आयो होइन। त्यसको बादमा चाहिँ त्यो भयो। त्यहाँदेखि लास्टमा चाहिँ अन्त फेरि राउन्ड मारेर आउँदाखेरि चाहिँ अब म फेरि उसकोमा पुगेँ। अब चेयरम्यान साहबले भन्नुभयो अझै एउटा क्वेसन सोध्छु लास्ट भने। अन्त हजुर सर भनेर सोध्नुहोस् भने त्यहाँदेखि चाहिँ भन्नुभयो यो पञ्चायतको अन्डरमा चाहिँ अहिले हालैमा चाहिँ दुईवटा चलिरहेको दुईवटा चाहिँ स्किमको नाम भने होइन। अन्त मैले मनरेगा र एमजी नरेगा र अर्को चाहिँ भने पिएमएवाई भने प्रधानमन्त्री आवास योजना भने त्यो फुल फर्म भने त्यसको बादमा ओके यसो भन्यो। अन्त भयो लु जाऊ भन्यो। अन्त सबैलाई थ्याङ्क यू सर भनेर बिस्तारै निस्केँ। अन्त यो थियो अब यो चाहिँ अब के भन्दाखेरि आज चाहिँ मेरो अब यो फर्स्ट अब पिटी भएकोले गर्दाखेरि चाहिँ अन्त यो मेरो एक्सपिरियन्स चाहिँ अब यो मेरो लागि पनि हो फ्युचरमा होइन। यदि कसै तपाईँहरूलाई पनि अब यदि जरुरी छ नि तपाईँहरूले अब
यसलाई पनि एउटा पेज बनाउन सक्नुहुन्छ होइन। अन्त यसरी चाहिँ भयो अब यो पिटी। अन्त त्यस्तो खालको अब सबसे बेस्ट पोइन्ट चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ बोर्ड मेम्बर चाहिँ यस्तो क्रिम थियो क्या। अब जति बोल्छु भन्दाखेरि पनि बोलुङ, जति पनि भयो भन्दाखेरि पनि बोलुङ बोलुङ लाग्ने खालको त्यस्तो खालको अब उयो पर्सनालिटी भएको बोर्ड मेम्बर थियो। त्यहाँदेखि चाहिँ आफूलाई डर भने चाहिँ एउटा लागेन, यो त पुरा कन्फिडेन्ट त्यस्तो भएको थियो। यस्तो थियो अब हाम्रो योपालिको पिटीको अब हल्का अनुभव चाहिँ। अन्त ठिकै छ, यदि तपाईँलाई यसले अलिकति हेल्प गर्छ भने त्यो पनि राम्रो होइन। फेरि मलाई पनि यो फ्युचरमा काम लाग्छ भनेर मलाई पनि अब यसो चाहिँ अब यसलाई चाहिँ मैले सेभ गरेर राखेको। ओके, यति नै थियो आजको लागि चाहिँ। ल सबैजनालाई टाटा।